नमस्ते सबैजनालाई फेरि पनि अर्को एउटा फ्यामिली भिडियो लिएर आएको छु। यो भिडियोमा चाहिँ विशेष गरी मेरो मुवालाई फोकल पोइन्ट बनाएर मोडल्नी हिरोनी बनाएर राखिरहेको छु, प्रस्तुत गर्न गइरहेको छु। यतिखेरको समय युकेमा अत्यन्तै राम्रो छ, सुन्दर छ, चारैतिर घाम लागिरहेको छ, उज्यालो छ। त्यसै गरी बगैँचामा फुलहरू पनि ढकमक्क फुलिरहेको छ, ग्रिनेरी हरियालीहरू पनि त्यसरी नै छाइरहेको छ। अनि आजको दिन चाहिँ विशेष गरेर युकेमा स्कुल ब्रेक भएको छ अनि छोरालाई खेलाउन पार्क लाने, उसले धेरै साथीहरू भेट्ने छ। त्यसै गरेर आज चानाको पनि हस्पिटल रिभ्यू छ अनि यो सबलाई हामीले चाहिँ एकैचोटि क्याप्चर गर्न गइरहेको छौँ। मेरो मुवा चाहिँ यो भिडियोको हिरोनी हुनुहुन्छ, मोडल हुनुहुन्छ अनि उहाँलाई विशेष गरेर राखेर चाहिँ सेन्टर पोइन्ट पारेर चाहिँ भिडियो बनाउँदैछु। भिडियो हेरेर इन्जोय गर्नुहोला मेरो आफन्तहरू अनि मेरो साथीभाइ इष्टमित्र र हामीलाई जसले चिन्नुहुन्छ, चिन्नुहुनेहरूको लागि हो, नचिन्नेहरूको लागि सरी, चिन्नु भएको छैन, यही भिडियोबाट चिन्नुहोला। यहाँहरू सबैलाई धन्यवाद तपाईँहरूको समयको लागि। आउनुहोस् इन्जोय गरौँ आजको यो भिडियो। अब तयार हुँदैछौँ, गाडीबाट सामानहरू निकालेर पिकनिक टेबल बसेर कफी खाने। आउनुहोस् हजुर, मान्छेहरू आउन थालिसक्यो, क्याटक्याटीहरू दायाँ बायाँ सुरु भएको छ। ल हजुर हो, अब हामी पहिलो हाम्रो आजको भिजिट चाहिँ पिकनिक टेबलबाट पिकनिक खाएर सुरु गर्ने है। अनि अहिले चाहिँ हामी हाउसकन्ची पार्क आइसकिसकेको अवस्था छ, पर छ क्याफे त्यहाँ छ, हाम्रो चाहिँ सबै लिएर आइसकिसकेका छौँ। अब चाहिँ स्प्रिङ आउनु खोज्दैछ, स्प्रिङ र अटम छ। पिकनिक टेबलहरू, मान्छेहरू आएर पिकनिक खाने हिँड्ने। यो चाहिँ एक्साइटेड भएर अलिकति यता चाहिँ घामले एङ्गल नदिँदो रहेछ। आँखामा कफी बनेर यो कस्तो हो, खोल्नै पर्ने जाना छैन नहुने काम त म त फेरि मन पराउँदिनँ। ल खोलिदिनु मान्छे अब यसो गर्नुपर्छ कि पानी बाध्यहरू खोलिदिएको छु, विचार गर है बुढिया, त्यसरी फेरि बाबालाई दे, अस्ति मैले हाम्रो माथि थोरै त माथिकोमा हाल्नु पर्छ नि त ओभन, क्या त्यो त ग्यास हो, त्यहाँ पकाउनु महँगो हुन्छ। अनि तलको पनि एउटा मात्र बल्छ, यता देब्रेपट्टिको कुनाको यताको बल्दैन। उपान खाने अरे के बाबालाई भन। तिम्रो यसलाई बाहिर ल्याउनु सक्छ कस्तो खुसी हुन्छ, कति लगाइदिनु पर्ने चाना चिसो हुन्छ जस्तो लाग्यो। लगाइदिए भनेको अब अरू बच्चाहरू हामी कम्ती छिटो
अब यहाँ खेलाउनु पर्छ उता चक्काचुकी खेलायौँ यहाँ माथि पनि हुर्यौँ कति राम्रो छ घुमाउने पनि खेलायौँ पनि खेलायौँ ओके एडभेन्चरस हुँदैछ छोरोलाई कम हियर Look at him. छोरोले चाहिँ आज सानो आर्मीको अब्स्टेकल कोर्स पास गर्यो हैन यति भएपछि उसको एडभेन्चर्स डर त्रासहरू हट्दै आछ ल डराउँदैछ है डराउँदैछ ल च्याप्यो come on baby one by one ल आइडिया लगाउँदैछ है उसले छोरोले आइडिया लगाउँदैछ आइडिया इज ग्रेटर देन इन्डिया भन्थे पहिला आइडियाले संसार खाइदिया भन्थे Come here, give me hug. Next order जान्छ रे ल गो हिँड्नु न बाबा अगाडि तिम्रो पनि आउनु पर्यो हुन्छ फोटो त छ कि के हो ओए अलिकति अब समय लाग्ने होला नि हजुर 2 घन्टा यो के पानी खाएपछि त्यो ग्लुकोज पानी खाएपछि त्यो एकछिन भएपछि अनि एकछिनमा मात्रै टेस्ट हेलो गाइज हेलो भन भनेको चाहिँ अब हामी पिकनिक खानु जाँदैछौँ होइन पिकनिक चाहिँ आज फ्यामिली पिकनिक हो अनि यो चाहिँ हाम्रो सर्ट प्लानिङमा प्लान भएको छ त्यसले गर्दा हामीसँग साह्रै धेरै चिजबिजहरू त छैनन् तर पनि हामी सबै परिवार आएको छौँ अनि हाम्रो छोरो आज उसले खेलेर चाइल्ड प्ले एरियामा खेलेर चाहिँ इन्जोय गराएको छ छोरो आयो भन्दै हाई नमस्ते भयो नमस्ते भन्दै नमस्ते र त्यस्तो छ अब उता खिच्छ अगाडि चेक गर ए म पक्नुहोस् यहाँ घाम पनि मिठो छ हाम्रो भाइरल ब्यागहरू चाहिँ कालो चाहिँ जहाँ जाँदा पनि छुट्नु मिल्दैन छुट्याउनु मिल्दैन त्यहाँ चाहिँ हाम्रो खजाना छ खजाना हामी चाहिँ पोखरी यही राम्रो छ हौ ठाउँ त्यहाँ चाहिँ पोखरी छ वाउ त्यहाँ त्यो उमा बसौँ न त्यस्तोमा
मम्मीको खानेकुरा हाम्रो खानु मम्मी यता हेर्नु त राम्रो आयो मम्मी मम्मी त क्या कस्तो राम्रो आएको छ क्या घामले साँच्चै भनेको त्यही भएर हाम्रो पिकनिक स्पट हाइवे कन्ट्री पार्क यति छ रमाइलो ट्रेनिङ मान्छे आइरहेछ भने यो चाहिँ हाइवेको लेक हो अनि यो लेक सानो some blessings. छाहारी तिमी भए शीतल खोजौला हजुर हो यो चाहिँ पाम्पेमा हो पाम्पेमा चाहिँ बाबाले टिपेर ल्याउनु भएको छ होइन अब यो पाम्पेमाको पनि फेरि हामी चामाथुङमा गर्छौँ होइन ए पाम्पेमाको बोट ए माया भन न किन यस्तो चोट आजको हाम्रो फ्यामिली ह्यास्टी पिकनिकमा सबैजनालाई स्वागत गर्दै आजको दिन चाहिँ हामी हाइवुड कन्ट्री पार्क कोल्चेस्टरमा छौँ अनि मेरो बाबा मुवालाई यो ब्युटिफुल वेदरमा इन्जोय गर्दै 2-4 शब्द सोध्नु मन लाग्यो सुरु गरौँ हाम्रो बाबाबाट बाबा हजुरलाई चाहिँ कस्तो लागिरहेको छ आजको यो पिकनिक अनि आजको यो मौसम मौसम पनि राम्रो परिवार पनि राम्रो समय अनुकूल सबै ठिक छ है एकदम रमाइलो हजुर यहाँ चाहिँ विशेष गरी बेलायत चाहिँ अब यो चिसो ठाउँ हो चिसो देश अनि यहाँनिर चाहिँ यस्तो वेदरहरू चाहिँ साह्रै धेरै पाउन सकिन्न यसपालिको वेदर चाहिँ अत्यन्तै सुन्दर छ किनभने घाम बाहिर आउनुसाथ यहाँको मान्छेहरूको अनुहारमा मुस्कान आफै निस्किन्छ कि जसरी घाम निस्किन्छ मुस्कानहरू पनि त्यसरी निस्किन्छ अनि यो सुन्दर मौसममा अनि यो सुन्दर समयमा बुवा मुवाहरूसँग यसरी बाहिर निस्केका छौँ यहाँको मौसमबारे चाहिँ के लाग्यो त बुवालाई नेपालमा त बुवा त उदयपुर पनि बस्नु भएको छ होइन अनि उदयपुर पनि बस्नु भएको छ अनि के लाग्यो त बुवा जाडोमा चाहिँ अलिक साह्रो छ तर ठिक छ रमाइलो छ आनन्द छ मजा छ फाल्टै छुट्टै यो देशको आज अब हाम्रो परिवारै आएको कारणले अति खुसी अति रमाइलो आनन्द लागेको छ ल हस् बुवा धन्यवाद अब मुवालाई 1-2वटा क्वेसन सोध्नु पर्ला अनि मुवा हजुरलाई चाहिँ विशेष गरी आजको यो हाम्रो पिकनिक कस्तो लागिरहेछ त धेरै रमाइलो छ यो पिकनिक अनि यो ठाउँ पनि सुन्दर छ एकदम सुन्दर ठाउँमा ल्याउनु भएको लागि छोराबुहारीलाई धन्यवाद आज हामीहरू जुन यो ठाउँमा पिकनिकको लागि ल्याउनु भयो खाएर रमाइलो गरिराखेको अवस्था अनि यो ठाउँ त त्यसै पनि नामी ठाउँ हो अनि दामी ठाउँ हो अनि यो ठाउँमा सबै कुरा राम्रो छ हाम्रो छोरा लाई धेरै धन्यवाद हाम्रो छोरा ब्रिटिस आर्मीमा भर्ती भइकन नाम धन कमाएर आमा बाउलाई पाल्ने यो पालेको अवस्था असर हामीले पाएको छौँ र हजुरले नाम पनि एउटा सार्जन नाम
नाम कमाउनु भएको लागि धेरै हामी आभारी खुसी छौँ र यो सुन्दर परिवार अनि म त भन्छु कहिले पनि बुढो हुनु नपाऊँ, यो दिन रात कहिले नजाओस्, सधैँ रहनु पाऊँ, यो शान्ति यो सुख दिनुभएको छोरा बुहारीले छ, त्यस कारणले म त कहिले नमरौँ भन्छु। ल धन्यवाद हजुर। संसारमा त्यस्तो अजम्बरी चिज वस्तुहरू र मान्छेहरू कोही पनि रहेन सिवाय 7वटा होइन। अब सातवटा चिजहरू चाहिँ अजर अमर छन् भन्छन्। त्यो भनेको चाहिँ कस्तो भने धार्मिक शास्त्र अनुसार अहिलेसम्म 7जना मान्छेहरू चाहिँ अमर वरदान पाएर अथवा कतिले चाहिँ श्राप पाएर बाँचेछ अरे। अब हामी त्यसमा परिएन, हामी मानव हो, मानव जुनी लिएर आएको छ। तर जति बाँच्छौँ बाँचिन्जेल स्वास्थ्य बाँच्न पाऊँ, शरीरमा कुनै किसिमको रोग व्याथा व्याधिहरू नआइपरोस् होइन, अनि सुखी बस्न पाऊँ। सुख भन्नाले धनै धनको सुनै सुनको महलमा पैसै ओछ्याएर पैसै ओढेर सुत्ने बस्ने होइन होइन। जिन्दगीमा सुख अनुभूति हुनलाई त्यस्तो चिजहरू आफ्नो परिवारबाट आफ्नो आफन्तहरूबाट वरपर छरछिमेकबाट पाइराखौँ होइन। सुखी बस्न पाऊँ, हाँसेर बस्न पाऊँ, रमेर बस्न पाऊँ। ल आजको यो तपाईँहरूको यो मिठो 2 वचनको लागि यहाँहरूलाई धेरै धेरै धन्यवाद। हस्, नमस्कार। आजको दिन हाम्रो अत्यन्तै सुन्दर ढङ्गले बित्यो। हामी चाहिँ कन्ट्री पार्कमा गएर बस्यौँ, लगेको सामानहरू ड्राई पिकनिक खायौँ अनि वरपरको इन्भाइरोमेन्टहरू इन्जोय गऱ्यौँ। छोरोले पनि अत्यन्तै इन्जोय गर्यो। हावाले प्लास्टिक उडाउने अनि ऊ जाने समातेर लिएर आउने, अत्यन्तै खुसी भयो। त्यसै गरी बाबा मुवासँग मजाले समय बिताइयो। हामीले चाहिँ यहाँनिर जम्मा 4 घन्टाको पार्किङ टिकट काटेको थिएँ मैले, अनि हामीले चाहिँ एक्ज्याक्ट 4 घन्टा यो ठाउँमा बिताइयो। छोराको खेल्ने ठाउँ चाइल्ड प्ले एरिया पनि राम्रो छ, वान अफ द राम्रै भन्नुपर्छ यो एरियामा। उसले खेल्यो, इन्जोय गर्यो। त्यसै गरी वेदर राम्रो भएको कारणले गर्दा हामी पनि अत्यन्तै इन्जोय गऱ्यौँ वेदरमा। अनि चाहनाले पनि आफ्नो अब हस्पिटल रिभ्यू अनि त्यसको बावजुद फ्यु वकिङहरू गरेर ऊ पनि ह्याप्पी मोडमा अब हामी फिर्दैछौँ। हामीलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि आजको मोडेल अनि तथा हिरोइन श्रीमती सेविका राईज्यूलाई धेरै धेरै धन्यवाद उहाँको उत्कृष्ट अभिनयको लागि। यसै गरी स्वास्थ्य ढङ्गले बाँचिरहनुहोस्, हाँसिरहनुहोस्। जय नेपाल, जय 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 नेपाल। धेरै धेरै धन्यवाद तपाईँलाई।